परिवार जस्तै भर सबै कुरो बुझ्छ यो फेरि यसले के कुरा बुझ्छ भन्नु त अब बोलाउँदाखेरि कुदेर आउँछ बोलाउँदाखेरि आउँछ ए जहाँ गए नि आउँछ आउँछ त्यहाँ काँसमा लगेर छोडिदिन्छु त्यहाँ त बोलाउँदाखेरि आउँछ एकदम ज्ञानी छ यो कति अहिले 1 वर्ष भयो पालेको भयो 1 वर्ष भयो ल आमालाई जस्तो माया गर्दो रहेछ है तपाईलाई हजुर डर लाग्दैन यो अब सानैदेखिको पालेको डर लाग्छ पहिले त बदमासी गर्थे आजभोलि गर्छ गर्दैन गर्छ गर्छ कि यो कहाँ भेटेर ल्याउनु भा यो गैरुङदेखि हजुर अहिले जा भन्दा नि जाँदैन अह कहीँ भाग्दैन घरमा पनि फुक्लाउँदाखेरि बेलुकातिर आइहाल्छ ए घुम्न गए नि हजुर अनि यो बाहिर जाँदाखेरि कुखुराहरूको खान्छ खाँदैन तब त तपाईँले यहाँ राख्नु भएको चाहिँ सर्प त आउँदैन होला घरमा होइन यो छ नि नेउरी हेर्नलाई गाई छ हामी यो पालेको ठ्याक्कै नेउरी नेउरी मुसो पालेपछि तपाईँलाई के फाइदा भएको छ ल भन्नु त फाइदा त भएको छैन अहिले धानमा मुसा लागेको छैन घरमा सर्प आएकै छैन यही हो फाइदा होइन हजुर यही हो नत्र मुसाले सखाप हुन्थ्यो पहिले त धेरै लाग्थ्यो नि मुसा तपाईँहरू दिदीबहिनी होइन त हजुर आउनु भयो नि त तपाईँ ठुली के अरे मुन्नीलाई पाल्ने बहिनी पनि मुन्नी जस्तै हुनुपर्छ कति राम्रो मुनि अन्त होइन ताक मुनि मुन्नी ल अब यो बोकौँ म एकचोटि भाइ